नमस्कार। आज म यो साली नदीको छेउमा रहेको यो स्वस्तानी मन्दिर, स्वस्तानी माताको मन्दिरतर्फ जाँदैछु। यो चाहिँ काठमाडौँबाट नजिक साँखु बजारको छेउमा यो साली नदीको किनारमा रहेको यो स्वस्तानी माताको मन्दिर हो। यो मन्दिर चाहिँ एकदम आकर्षक छ। हेर्नुहोस् त, राम्रो छ, रमाइलो छ। यो मन्दिर माता मन्दिर छ। यसरी रमाइलो छ। भिडियो खिच्नु पाइन्छ अझ भित्र? पाउँछ। है ल, भिडियो खिच्नु पाउने रहेछ माताको प्रचारको लागि। ए ल, त्यो देवी मन्दिर हो। स्वस्तानी माता, स्वस्तानी माता, साली नदी माता, स्वस्तानी माता। एक महिना मेला लाग्छ नि? कुन तिथिमा लाग्छ हजुर? माघमा। माघमा हजुर। ए यसरी रमाइलो छ, जङ्गल छ। स्वस्तानी माताको मन्दिर हो। यहाँ वरिपरि धेरै अरू मठ मन्दिरको पनि दृश्य छ। यो चाहिँ साली नदीको छेउमा यसरी सुन्दर छ। तीर्थयात्रीहरू, दर्शनार्थीहरू यसरी सेवानी गर्छ। आज वैशाख सङ्क्रान्तिको दिन यसरी नयाँ वर्षको उपलक्ष्यमा धेरै यहाँ तीर्थयात्रीहरू आउनु भएको छ। यो चाहिँ माधव नारायण मन्दिर हो। स्वस्तानी साली नदी स्नान गर्नेहरूको धेरै लाग्छ। हेर्नुहोस्, रमाइलो छ। तपाईँहरू पनि समय टाइम मिल्यो भने आउनुहोस्, दर्शन गर्नुहोस्, हेर्नुहोस्, रमाइलो गर्नुहोस्। आफ्नो इच्छाको चाहनाहरू पुरा गर्नुहोस्।